18 वर्ष 14 वटा सरकार सुन्दा कुनै मजाक जस्तो लाग्छ हैन, तर यो राजनीतिक मजाक होइन। यो हो हाम्रो नेपालको तितो यथार्थ। यो अस्थिरता, यो भ्रष्टाचार, यसको चक्रले हामीलाई कहाँसम्म डुबायो त्यो त हामी सबैले भोगेकै कुरा हो। तर एउटा प्रश्न उठ्छ, के अब यो चक्र तोडिन्छ त? बालेन्द्र शाहको त्यो 100 बुन्दे सुधारको जुन घोषणा छ त्यसले चाहिँ ठ्याक्कै यही दाबी गर्छ। त्यसो भए आउनुहोस् आज हामी यही योजनाको गहिराइमा पुगेर चिरफार गरौँ। के यो साँच्चै नयाँ नेपालको जग हो वा फेरि वही अर्को एउटा चुनावी वाचा मात्र? आज हामी यो योजनालाई 5 फरक कोणबाट हेर्नेछौँ। पहिलो, यसको खाका के हो? दोस्रो, यसको केन्द्रमा रहेको डिजिटल पारदर्शिता आखिर हो के? तेस्रो, यसले के कस्ता अवसरहरू ल्याउन सक्छ? चौथो, यसका चुनौतीहरू के छन्? र अन्त्यमा यो सपना साकार हुन कति समय लाग्ला? हेर्नुस्, यो 100 बुँदे योजना भनेको केवल कागजको एउटा थुप्रो मात्रै होइन। यो त त्यो पुस्ताको आवाज हो, त्यो विद्रोह हो जसले सरकारी अफिसमा घण्टौं लाइन बस्नुलाई अनि हरेक सानो काममा सोर्स फोर्स र सेटिङ मिलाउनुलाई अब नर्मल मान्न तयार छैन। उनीहरूको माग एकदम सिधा छ, सिस्टमले काम गर्नु पर्यो, सेटिङले होइन। बालेन शाहलाई सत्तामा पुर्याउने जनादेशको चुरो कुरो नै यही हो। ल अब कुरा गरौँ यो सुधारको सबैभन्दा मुख्य पाटो, यसको मुटु, डिजिटल पारदर्शिता। यो शब्द सुन्दा अलि गाह्रो टेक्निकल जस्तो लाग्न सक्छ, तर यसको मतलब एकदमै सरल छ। एकछिनलाई सोच्नुस् त, सरकारले गर्ने हरेक काम एउटा सिसाको घरभित्र भइरहेको छ अनि हामी सबै जनता बाहिरबाट त्यो घरभित्रको एक एक गतिविधि हेरिरहेका छौँ। कुन ठेका कतिमा गयो, कसले के निर्णय गर्यो, कहाँ कति पैसा खर्च भयो, सबै कुरा तपाईँ र मैले रियल टाइममा आफ्नो मोबाइलमै हेर्न पाइरहेका छौँ। हो, यही हो सरकारलाई एउटा खुल्ला किताब जस्तै बनाउने सोच। त्यसो भए प्रश्न उठ्छ, यो सिसाको घर बन्छ कसरी त? यसका लागि 4वटा मुख्य औजारहरूको प्रस्ताव गरिएको छ। पहिलो, प्रतिपाका ड्याशबोर्ड, जसले सरकारले के वाचा गर्यो र कति काम गर्यो भनेर हामीलाई प्रत्यक्ष देखाउँछ। दोस्रो, राष्ट्रिय डिजिटल परिचय पत्र, जसले हरेक सरकारी सेवाको लागि तपाईँलाई एउटै डिजिटल चाबी दिन्छ। तेस्रो, डिजिटल भुक्तानी, जसले टेबल मुनिबाट हुने नगद लेनदेनको खेल नै बन्द गरिदिन्छ। अनि चौथो, आधुनिक हुलाक सेवा, जसले सरकारी सेवालाई तपाईँको घरको ढोकासम्म ल्याइ पुर्याउने लक्ष्य राख्छ। यदि यो योजना साँच्चै सफल भयो भने यसले ल्याउने परिवर्तन कस्तो होला? यो केवल सरकारी काम छिटो हुनु मात्रै होइन, यो त त्यो सेटिङ प्रणालीको जरा उखेल्नु हो जसले दशकौंदेखि हाम्रो देशलाई भित्रभित्रै खोक्रो बनाइरहेको छ। यो केवल सिस्टमको मात्र परिवर्तन होइन, यो त पुरै मानसिकताको परिवर्तन हो। एकातिर छ त्यो पुरानो प्रणाली जहाँ आफ्नो मान्छे चाहिन्छ, काम ढिलो हुन्छ र सबै कुरा गोप्य राखिन्छ, अनि अर्कोतिर छ यो नयाँ दृष्टिकोण जहाँ सिस्टमले काम गर्छ, सेवा तत्काल पाइन्छ र हरेक कुरा खुला किताब जस्तै छर्लङ्ग हुन्छ। यसको मतलब के हो भने अब तपाईँको काम कसैको भनसुन वा कृपाले होइन, तपाईँको अधिकारले हुनेछ। तर जतिसुकै राम्रो सपना देखे पनि विपना सधैँ फरक हुन्छ। यो परिकल्पना जति शक्तिशाली छ नि, यसलाई वास्तविकतामा उतार्ने बाटो त्योभन्दा धेरै गुणा कठिन छ। अब हामी ती काँडाहरूको कुरा गरौँ जसले यो भिजनको बाटोमा अवरोध सिर्जना गर्न सक्छन्। तपाईँलाई थाहा छ, हरेक क्रान्तिको एउटा प्रतिक्रान्ति पनि हुन्छ र यो डिजिटल क्रान्तिको सबैभन्दा ठुलो शत्रु बाहिर कतै छैन, त्यो हाम्रो आफ्नै कर्मचारी तन्त्रभित्र छ। दर्शकौँदेखि राजनीतिक संरक्षणमा अनि अपारदर्शी प्रक्रियामा हुर्किएको यो प्रणालीले यति सजिलै आफ्नो शक्ति छोड्न मान्दैन। सोच्नुहोस् त, जब हरेक फाइल, हरेक निर्णय, हरेक भुक्तानी डिजिटल रूपमा ट्र्याक हुन्छ, तब लुकाउने र मिलाउने ठाउँ कहाँ बाँकी रहन्छ र? त्यसैले यो लडाईँ प्रविधिसँग भन्दा पनि यही मानसिकतासँग हो। अर्को ठुलो प्रश्न, काठमाडौँको महँगो क्याफेमा बसेर बनाएको स्मार्ट योजना के कर्णालीको एउटा विकट गाउँसम्म पुग्छ जहाँ दिनमा केही घण्टा मात्रै बत्ती आउँछ, जहाँ इन्टरनेटको स्पिडले एउटा सामान्य फार्म भर्न पनि घण्टौँ लाग्छ? त्यहाँका नागरिकले यो डिजिटल क्रान्तिको फल कसरी पाउने? प्रविधि भित्र्याउनु एउटा कुरा हो, तर त्यो प्रविधि चलाउन सक्ने पूर्वाधार र सिप देशको कुनाकुनासम्म पुर्याउनु अर्को, र सायद सबैभन्दा ठुलो चुनौती हो। त्यसैले एउटा कुरामा हामी स्पष्ट हुन जरुरी छ, यो 100 बुन्दे सुधार भनेको 2-4 दिनमा हुने कुनै चमत्कार होइन। यो एउटा लामो थकाउने म्याराथन हो। यसको लागि धैर्य चाहिन्छ, निरन्तरता चाहिन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँ र मेरो जस्तो आम नागरिकको सक्रिय निगरानी चाहिन्छ। यही सजिला देखिने कामहरू जस्तै मन्त्रालयको संख्या घटाउने सायद 30 दिनमै होलान्, तर यो सुधारको जुन जग हो, जस्तै राष्ट्रिय डिजिटल आइडी र त्यो प्रतिपाका ड्याशबोर्ड, त्यो पूर्ण रूपमा तयार हुन कम्तीमा 1-2 वर्ष लाग्ने देखिन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, प्रविधिका लागू होला, तर हाम्रो काम गर्ने बानी र समाजको मानसिकतामा वास्तविक परिवर्तन आउन 5 वर्ष वा त्योभन्दा पनि बढी लाग्न सक्छ। यो दौड 100 मिटरको होइन, यो 42 किलोमिटरकै म्याराथन हो। र अन्त्यमा कुरा एउटै ठाउँमा आएर टुङ्गिन्छ,
यो योजना बालेन शाह वा उनको सरकारको मात्र परीक्षा होइन, यो त हामी प्रत्येक नेपाली नागरिकको परीक्षा हो। सरकारले सिसाको घर त बनाइदेला, तर त्यो घरभित्र के भइरहेको छ भनेर हेर्ने अनि केही गलत देखेमा यो के हो भनेर प्रश्न सोध्ने काम हाम्रो हो। सरकारले औजार देला, तर त्यो औजारलाई हतियार बनाएर जवाफदेहिता माग्ने काम पनि हाम्रो नै हो। त्यसैले अन्तिम प्रश्न सरकारलाई होइन, आफैलाई सोधौँ, के हामी नागरिकको रूपमा यो परिवर्तनको लागि साँच्चै तयार छौँ त?